हेलो गाइस, धेरै धेरै अति नै धेरै व्यस्तताको कारणले गर्दा मैले तपाईहरुसँग भिडियो बनाउन पाइरहेको थिएन। धेरै लामो ग्याप भएछ, थाहा छ तपाईहरु मसँग त्यति खुसी हुनुभएको छैन। तर आज छोटो समय निकालेर आज यसो घुम्न आएको छौं। अनि भर्खर यता ट्रेन स्टेसन अलि यसरी हेर्नुभयो देख्नुहुन्छ। सो ट्रेन स्टेसनबाट बल्ल ओर्लेर म आज एकदमै बवाल ठाउँमा घुम्न जाँदैछु। सो सानो बनाउँछु तपाईहरुको लागि, अन्तिमसम्म एकदम धैर्य धारण गरेर हेर्नु होला यो सानो मिनी ब्लग तपाईहरुको लागि। ओके, अब भर्खर हाम्रो स्टार्ट हुँदैछ जर्नी। ट्याङडाना यता ट्रेन मजाले कुदिरहेको छ, यत्रो लामो ट्रेन छ। अनि यता हेर्नुभयो भने त्यो चाहिँ पुरा ट्रेन जाने बाटो होइन, मेट्रोको लाइन। अनि फेरि यता घरहरू छ, यता छ। तर हेर्नु न, सानो करेसाबारी जस्तोमा बुढियामाहरूले मजाले काम गरिरहेको छ होइन, खेती किसानी गरिरहेको छ। यसको मतलब वराई म चाहिँ के यो विषय चाहिँ तपाईँहरूलाई किन देखाउन खोजेको भन्दाखेरि विकास सँगसँगै होइन यो प्रकृति चिजलाई पनि यिनीहरूले राम्रोसँग सदुपयोग गरेर यहाँ हेर्नु न मजाले के छ बारीमा टाकटुक रोपेर होइन यो टाइपको गर्न सकेको छ के। सो गाइस, अब यस्तै हो यहाँको कोरियाको हेर्दा यसो गाउँ जस्तो बन्छ, अहिले सहर जस्तो बन्छ, सबै मिक्स म्याच छ तपाईँहरूको लागि देखाइदिएको। ल त हामी चाहिँ इन्ट्री भयौँ है साथीहरू। भित्र हेर्नुभयो भने यस्तो अन्धकार छ। यो चाहिँ के भन्छ अन्डरग्राउन्ड हो। माथि यहाँ माथिबाट पुरा मजाले के भन्छ रेलहरू कुदिरहेको छ। अनि अन्डरग्राउन्डमा यस्तो दामी भिडियो सिडियो यसो आर्ट्सहरू मजाले बनाएर राखिरहेछ। सुडीहरू बुढीहरू हिँडिरहेछ। तर मलाई बाल छैन, तपाईँहरूको लागि मैले भिडियो बनाइरहेको छु। अगाडिदेखि हेर्नुभयो भने सानो स्कुटी आएकै छ। यो स्कुटी देख्दा चाहिँ मलाई पुरा नेपालतिरको स्कुटी जस्तो महसुस भयो। अब अन्डरग्राउन्डको सानो दृश्य यही हो। अब हामी यो गुफादेखि बाहिर निस्किँदैछौँ। ठुलो फेरि अर्को स्कुटी। यहाँ चाहिँ के भन्छ अरे यो मेट्रो म्युजियम रहेछ होइन। मेट्रो म्युजियम उता अगाडिदेखि लामो थियो। अनि उता चाहिँ मैले खासै त्यस्तो मान्छेहरू धेरै भिडभाडहरू भिडियो सिडियो चाहिँ बनाउन सकिनँ। तर यहाँ चाहिँ मैले तपाईँहरूको लागि देखाइदिएको छु। यो अब म्युजियममा राखिरहेको रहेछ। यहाँ समटाइम्स अब के सुटिङ अथवा खै के को लागि यहाँ राखेको छ। यो चाहिँ यस्तो रहेछ, लामो छ है, धेरै लामो छ। सो यहाँ घुम्दै आउने बेला देखेको एउटा सानो यसो दृश्य भनौँ न। अनि यहाँ चाहिँ हेर्नुभयो भने अहिले हाम्रो के भने ब्याड टाइमिङ रहेछ कि पानी चाहिँ लगभग पुरै सुकिरहेको रहेछ। अनि त्यस कारणले गर्दा मान्छेहरू कम भएर पनि होला। हेर्नु न, यो सब खाली छ। यहाँ चाहिँ टक्कै यहाँ चढेर टक्क बाइकलिङ गरेर फुल राउन्ड हान्ने यसो बिग है, युज नै छ। तर अहिले के भन्यो यसको पनि अब व्यापार राम्रो नरहेछ जस्तो मलाई त्यस्तै फिल भइरहेको छ। त्यही त हो, सबै चिजको पनि टाइम आउँछ नि त कहिलेकाहीँ। यो अहिले यसको अफ सिजन चलिरहेको होला, डाउनफल छ यसको। यत्रो चिजहरू छ होइन, तर एभ्रिथिङ खाली छ। सो अगाडि हेरौँ अब केही तपाईँहरूलाई देखाउन मिल्ने टाइपको केही चिज देख्यो भने म तुरन्तै मोबाइल ट्याक्क निकालेर होइन भिडियो चाट अन गरेर होइन तपाईँहरूको लागि म भिडियो बनाउँछु। ओके फेरि पनि मैले तपाईँहरूलाई देखाएँ। त्यस्तो यो एकदमै युनिक कुरा चाहिँ होइन। त्यही पनि अब यत्रो टाढामा तपाईँहरूको लागि घुम्न आएको छु, तपाईँहरूको लागि भिडियो बनाइदिन्छु भनेकै छु मैले। अब के गर्नु, केही नभए पनि यो त्यस्तो युनिक कुरा केही त छैन। त्यही पनि तपाईँहरूको लागि यो सानो भिडियो के भन्नु। यहाँ चाहिँ यो चाहिँ खासमा यो कन्सर्ट टाइपको गर्ने समटाइम्स होइन प्रोग्रामहरू गर्ने यो ठुलो चौर रहेछ। सो चौर चाहिँ अहिले सन्नाटा छ, यहाँ कोही पनि छैन। त्यस कारणले गर्दा अहिले यसरी भिडियो बनाउनु पनि पाएको छु। अब हेरौँ अगाडि के कस्तो छ, फेरि अगाडि के राम्रो युनिक चिज के छ म हेर्दै जान्छु, खोज्दै जान्छु तपाईँहरूको लागि। म पसिना बगाउँछु, टेन्सन नगर्नु है। गएको अहिले जाँदैछु, वेट गर्नु लास्टसम्म। साथीहरू, मैले एउटा युनिक कुरा देखेँ। यो चाहिँ मैले जिन्दगीमा फर्स्ट टाइम नै देखेको हो। तर यो के हो भन्ने कुरा म यो विषयमा मलाई थाहा नै भएन कि। यो माछा रहेछ होइन। अनि माछामा सायद यो के होला पढौँ है। यहाँ के लेखेको छ, सेरोन उन सेङम्याङ के लेखेको छ यार। यो म बुझिनँ यार गाइजहरू, यसो बुझेछ भने भन है। यहाँ चाहिँ लेखेको रहेछ साराङ हेयो। गाइज के हो मैले बुझ्न चाहिँ यसो हेर्न आएको, मलाई नौलो लाग्यो। सो मैले यसो नोटिस गरिरहेको। यहाँ चाहिँ हेरौँ न के लेखेको छ, साराङ हेयो। सायद यो केही होला, त्यस्तै साराङ हेयोवाला टाइपको। सो यही हो। अब फेरि अगाडि बढौँ हामी। थकाइ लाग्यो सर?
सर चाहिँ चिलमा थकाइलाएर बसिरहेछ के गर्ने अब भाइब्स नमिलेपछि यस्तै हो आउनु जाउँ अगाडि एउटा नयाँ कुरा मैले थाहा पाएको तपाईँहरूसँग म सेयर गर्छु ल के हो भनेदेखि यो चाहिँ ठ्याक्कै यहाँ के लेखेको छ भने क्रेन्डु मेलोडी भनेको छ होइन अनि यहाँ चाहिँ ट्याक्कै क्युआर यस्तो राखेको रहेछ कि अनि क्युआर चाहिँ तपाईँकै स्क्यान गर्नुभयो भने चाहिँ गीत सुनिराख्नु भएको छ नि अटोमेटिक यस्तो टाइपको गीत बस्दो रहेछ खतरा छ यो पुरा मेलोडीवाला गार्डन यस्तो टाइपले बनाएको छ यो पनि युनिकै लाग्यो मलाई फेरि अगाडि बढाउँ के छ युनिक चिज खोज्दै हिँडौँ न ल साथीहरू यो चाहिँ के हो भन्दाखेरि मैले पनि यसो यहाँ यसो हेर्दाखेरि यसो हेरेको यो चाहिँ डाइनोसरको गोडो भन्छ त केटाहरूले के हो यो यस्तो हुन्थ्यो रे यस्तो हुँदो रहेछ डाइनोसरको गोड हो कि होइन भन त यदि ट्रु हो भनेदेखि ट्रु भनेर लेख होइन भने होइन भनेर मलाई जानकारी गराऊ अब फेरि अर्को नयाँ कुरा खोज्न हिँडेँ म त अगाडि फेरि हामी खोज्दैछौँ हेरौँ अब के भेटिन्छ नयाँ नौलो कुराहरू जीवन सर केही नयाँ कुरो यसो भेटेको छ भने भन्नु है यसो खोज्न साह्रै गाह्रो छ यत्रो ठुलो छ लास्ट थकाइला यार मलाई भोक पनि लागेको छ बिहानदेखि त्यस्तो मजाले खाइएको पनि छैन के गर्नु साथीहरू गाह्रो छ नि तपाईँहरूको लागि मैले यति धेरै मिहिनेत गरिरहेको छु नखाई पसिना कति आइसकेको छ यहाँ हेर्नुभयो भने थाहा पाउनुहुन्छ यार अब के देखाउने मेरो थुतु नै धेरै देखाउँदैन म भ्युज चाहिँ तपाईँहरूलाई देखाइदिइरहेको छु यो चाहिँ इट्स लाइक अ स्मल पार्क यहाँ चाहिँ के भन्छ बच्चाहरूलाई चाहिँ टाइम पास गराउनको लागि ल्याउँदो रहेछ अनि सानो बच्चाहरू कति क्युट छन् है सानोमा सबै क्युट छ म पनि धेरै नै क्युट थिएँ तर स्टिल अहिले पनि क्युट नै छु ओके सो यो चाहिँ त्यही ठाउँ हो बच्चाहरू खेलिरहेको ठाउँ अब फेरि हामी अगाडि अर्को कुन ठाउँ छ हेर्दै जाउँ लगभग यही एड नै होला जस्तो लाग्यो जीवन सर होइन लगभग यही एड नै भएको छ त्यही पनि हेरौँ अगाडि के कस्तो छ यो बाटो गयो भने एड तर यता स्टिल रहेछ नि त होइन अगाडि बढाउँ हामी लास्ट टेक हुँदा थकाइ लाग्यो एनर्जी पुरा लस्ट भयो अनि यहाँ आएँ चलपल यस्तो रहेछ यहाँ आफै पेमेन्ट गर्ने सिस्टम अनि आफै पेमेन्ट गरेँ यति छ बिलहरू अनि अब खाने तयारीमा जीवन सर मस्त फोनमा व्यस्त उता मेरो तात्तिँदैछ त्यहाँ सो हामी अब वेटिङ गर्दैछु साह्रै भोक लागेको छ यहाँ साँच्ची सो अब खान्छु अनि त्यसपछि फेरि के छ नयाँ चिजहरू खोज्छु फेरि तपाईँको लागि फेरि आउँछु लास्टै तातो भएछ 2 मिनट लेखेछ 2 मिनट हालेको 2 मिनट हाल्नु लास्टै तातो स्पाइसी तर दामी छ भोक लागेर म चाहिँ खाएँ साथीहरू म खाएँ ल तपाईँहरूलाई भनेन भोक लागेलाई त्यही त नि कसको याद आउँछ र आफ्नै पेटको याद आउँछ कि मेरो याद आउँछ तपाईँहरूलाई भनेन म चाहिँ खाएको ल होइन त्यसपछि एनर्जी आउँछ फेरि अनि दामी ठाउँ खोजेर म तपाईँहरूको लागि फेरि भिडियो बनाउँछु अहिले म तपाईँहरूसँग धेरै बोल्न सक्दिनँ एनर्जी लस्ट भएर खान्छु ल साथीहरू आज मैले तपाईँहरूलाई फेरि एउटा भनौँ न यो कोरियाको फेसिलिटी जति यहाँको मान्छेले ट्याक्स तिर्छ अनि यो पार्कहरू बनाएको छ पार्कमा हुन्छ नि एउटा बच्चाबच्चीहरूलाई घुमफिर गर्ने सुविधाहरू मैले देखेको आजका यो सुविधा तपाईँहरूलाई म देखाउँछु यो जीवन सरले अहिले के गरिराख्नु भएको छ सर यो खासमा ओहो यहाँ यसरी हेर्नुभयो भने चाहिँ यो चाहिँ के रहेछ भन्दाखेरि यो तपाईँको पार्कमा हिँड्दाखेरि चाहिँ भुसुनाहरूले टोक्छ मच्छरहरूले टोक्छ होइन नि त बच्चाबच्चीहरूलाई अब ठिटेर आउँछ अनि त्यस कारणले गर्दा चाहिँ यो सुविधा हेर्नु दिस इज कल द फेसिलिटी होइन अब जति यिनीहरूले ट्याक्स तिरेको छ जति यिनीहरूले होइन त्यो अनुसारको फेसिलिटी त पाइरहेको छ जब एउटा पार्कमा आउँदाखेरि यस्तो छ नि यो हो नि त केयर जनताहरूलाई केयर भनेको त्यस कारणले गर्दा यहाँ पनि थोरै देशले चाहिँ यहाँको जनताहरूलाई चाहिँ एउटा प्रेम होइन टाइप एउटा केयरिङ टाइपको पनि यो सानो चिज भयो नि तर झल्किन्छ नि त हो यही कुरा चाहिँ हाम्रो देशमा पनि छिटै हुनुपर्छ होइन जीवन सर अब खै यो के हो बुझ्न त बुझेको छैन तर जीवन सर झुन्डिराख्नु भएको छ हेरौँ है केमा झुन्डिनु भएको छ ओ माई गड साराङ हे यो रे सर के हो यस्तो विशेष के छ यसमा झुन्डिनु भएको साथीहरू हामी लगभग आजको भ्रमणलाई यहाँ अन्तिम गर्ने अन्तिम बिन्दुतिर पनि आइसकेको छौँ
किनभने अहिले हेर्नुभयो भने अब अँध्यारो पनि भइसकेको छ भोलिदेखि फेरि काममा जानुपर्छ सो यहाँ हेर्नुभयो यी बच्चाहरू खेल्ने ठाउँ रहेछ सानो अब यहाँदेखि हामी बिस्तारै फर्किँदैछौँ भनौँ न इन्डिङ भएर अब अगाडि फेरि पनि त्यस्तो केही खतरा चिज देख्यो भने म फेरि पनि क्यामेरा स्वाट झिकाएर मोबाइलबाट होइन तपाईँहरूलाई भिडियो बनाउनु म त फेरि एकदम रेडी भएर अगाडि आइहाल्छु तर अहिलेसम्म त्यस्तो अब वाउ भन्ने चिज चाहिँ नभए तापनि तै पनि नौलो कुरा त हुनसक्छ नि त कोही कसैको लागि त्यस कारणले गर्दा फेरि अगाडि जाउँ अहिले मैले क्यामेरा अफ गरेँ ल अब के कस्तो हुन्छ अगाडि फेरि तपाईँहरूलाई म देखाउँछु हेर्नु न कपालहरू सुतिरहेको छ त्यस्तरी अब हामी चाहिँ सिङ्गल मोड हो यसरी हिँड्दैछौँ हेलो गाइस सबैलाई नमस्ते अब मेरो आज चाहिँ माइक ल्याएको छैन सो क्यामेरा टाढा छ आवाज मेरो कतिको क्लियर छ छैन त्यो म जान्दिनँ त्यही पनि तपाईँहरूको लागि मैले सानो यो भिडियो तपाईँहरूको लागि लिएर आएको छु यो के हो भन्दाखेरि यो पार्कमा घुम्दै आउँदाखेरि चाहिँ यो चाहिँ पार्कको वान अफ द भन्छन् एकदम त्यो मनमा एट्याच भएको टाइपको संरचना यो लाग्यो यो हेर्नुभयो भने एकदम ओल्ड स्टाइलको एकदम ओल्ड हामी पुरानो इङ्ग्लिस मुभीहरूमा हेर्थ्यौँ नि पुरा लाइक विच हाउस टाइपको के के भन्छ कि त्यो ओल्ड टाइपको पुरानो स्टाइलको त्यो फिल्महरूमा देख्ने टाइपको भाइब्स मलाई फिल भएर मलाई एट्याच हालिदिइहाल्यो कि म अब फर्किसक्ने मान्छे कहानी सो मैले तपाईँहरूलाई देखाइदिएँ अनि तपाईँहरूलाई कस्तो लाग्यो भन्नु होला कमेन्ट गर्नु होला अनि त्यही हो मेरो अहिले यो मिनी भ्लग चलिरहेको छ अब र साथीहरू अब के गर्ने अब अँध्यारो भइसकेछ लगभग आजको जर्नी हाम्रो यहीँ समाप्त हुन्छ अब यो भ्लगबाट तपाईँहरूसँग म बिदा पनि हुन चाहन्छु बिदा हुनै गर्दाखेरि लास्टमा अलिकति बिर्सेँ अनि जीवन सर त्यस्तै पुछिदिनु भएको अनि ठिकै छ आज कस्तो लाग्यो सर अब छोटो समय रिफ्रेसमेन्ट हल्का ओके साथीहरू अब त्यही हो टाइममा तपाईँहरूलाई मैले अपडेट दिइराख्नु पर्ने हो भ्लगहरू मेरो आइराख्नु पर्ने हो तर व्यस्तताको कारणले गर्दा यो अन्डरस्ट्यान्ड तर म कोसिस चाहिँ गर्छु है म हराउँदिनँ तपाईँहरूसँग किनकि तपाईँहरूले मलाई माया धेरै दिनुभएको छ अब त्यो माया तपाईँहरूले दिनुभएको मायालाई चाहिँ मैले यत्तिकै खेर चाहिँ वेस्ट चाहिँ हुन दिँदिनँ सो भिडियोहरू तपाईँहरूको लागि पनि बनाउँदै गर्छु तर दुःखको कुरा आज तपाईँहरूसँग म बिदाई हुन चाहन्छु अब फेरि नेक्स्ट भ्लगमा अब आउने छु एकदम ब्लास्ट हुने गरेर अनि के हो तपाईँहरूको रायहरू यसो भन्नु होला अनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के छ भनेदेखि है साथीहरू फर द फर्स्ट टाइम यु गाइज आर लुकिङ टु माई भ्लग होइन अनि तपाईँहरू पहिलोचोटि पनि हेर्दै हुनुहुन्छ या हेरिराख्नु भएको छ तर फलो चाहिँ गर्नुभएको छैन भने प्लिज फलो गर्नु होला है अनि त्यही हो सपोर्ट तपाईँहरूले गर्नु होला गाह्रो छ नि भ्लगको यो भ्लग बनाएर हिँड्दा अब त्यही पनि तपाईँहरूले मलाई सपोर्ट चाहिँ गर्नु होला प्लिज सब्सक्राइब अनि फलो गर्नु होला युट्युबमा हेर्नुभएको साथीहरूले युट्युबमा सब्सक्राइब गर्नु होला फेसबुकमा हेर्ने साथीहरूले फेसबुकमा फलो गर्नु होला टिकटकमा हेर्ने साथीहरूले टिकटकमा फलो गर्नु होला ओके अब म धेरै तपाईँहरूसँग बोल्न चाहदिनँ अब मेरो जाने बेला पनि भइसक्यो बोल्न त चाहन्छु बट अहिले चाहिँ है फेरि सो अब फेरि अर्को भिडियोमा ब्लास्ट तरिकाले तपाईँहरूसँग म आउने बाचाको साथमा अहिले तपाईँहरूसँग म बिदा हुन चाहन्छु हस्त नमस्ते नमस्ते नमस्ते